एकदम दुःखद घटना घट्यो यो च्यास्को बजारमा भर्खरै मात्र है। यो गाडीको ठक्करबाट एकजना बच्चाको अनएक्सपेक्टेड घटना घट्यो। पसलमा केही बोल्नै नसक्ने अवस्था छ। अब के गर्ने अब यति बेला पुलिसलाई खबर भइसकेको छ। अब आउनुहुन्छ होला एकछिनमै। कस्तो रुवाबसी भयो, केही बोल्नै सक्ने स्थिति छैन यति बेला। हामी सबै भावुक भएको छ यति बेला। यहाँ पसलमा उभिरहनु भएको थियो, ठ्याक्कै पछाडिबाट गाडीको ठक्करले चाहिँ बच्चाको अवस्था यस्तो भयो। सोच्नै नसक्ने घटना घट्यो। अब त बच्दैन, अब त गर्नै सकिँदैन, बच्चाले गर्नै सकिँदैन। अब बच्चाको अवस्था यस्तो छ, अब के भन्ने। सोध्न त दान्ने भर्खर बिचरा ताम्पाङ छ भाइको, के भन्ने अब कस्तो हेट भगवान। हाम्रो परतिर गइरहेको बाबु हो क्या? हो भर्खर मात्रै मसँग बोलेको बच्चा के हो त? ऊ दिदी ऊ आएको बाबु भर्खर मसँग बोलेको बिचरा। ऊ गाडी चाहिँ हाम्रो अर्को उसले यो अटोवाला चलाउने दाइले चलाउनु भएको रहेछ। खोइ कसले दिएको? यहाँ पनि झन्नै मेरो पसल। त्यही त भने कस्तो हेट सोध्नु। अब पुलिसलाई मैले माथि 100 नम्बरमा फोन गरेर कुरा भइसकेको छ। अब खै रामेछापमा फोन गर्नु त कुरा भइरह होला माथि। कस्तो यार, म त के भन्ने के नभन्ने भगवान। अब के गर्ने अब यस्तो बेला? यो त अहिले नसोचेकै घटना भयो भगवान। पुलिसलाई फोन लागेन, मैले 100मा गरेको। खोइ उता कुरा चाहिँ भयो, खबर हुँदै होला, आउनुहुन्छ होला तुरुन्तै। खट यार, यो त कस्तो सोच्नै नसक्ने घटना घट्यो। के भन्ने अब यति बेला? ठ्याक्कै यो गाडी यताबाट ब्याक भएर आयो, यो बाइक पनि ढल्यो, सँगसँगै यहाँ मान्छे उभिरहेको थियो, ठ्याक्कै यतै पऱ्यो क्या यो। पसलको अवस्था यस्तो भयो, यतै घुलाक छेल्यो। अब झगडा नहोन, पुलिसलाई अब उ गरेर अब ठेगान लगाउनु पर्ने भयो। अब बच्चालाई पनि अब ऊ हुने चान्सै छैन। बच्चा त बाँच्दैन नि। अब ऊ गइसक्यो, बिचरा गइसक्यो। थट भर्खर मात्रै मसँग बोलेको मान्छे यस्तो भयो। तपाईँ र म नै कुरा गरेर त्यही त भने कुर्ची यस्तो भयो। थट यार, अब के भन्ने अब हेट भगवान। के भन्ने स्थिति छैन। फोन उठाएन। कस्तो हेट यार, भर्खर मात्रै सपना जस्तै भयो मलाई त यो। अब गफ गर्दै थियो, म त ब्याक गरेर गाडी आयो भने म पनि पढ्छु भनेरै सोचिरहेको थिएँ। यता आएर त ग्लममै हानिहालेछ। बच्चा त यहाँ ठाउँको ठाउँमा यस्तोमा परेछ। यो अब यस्तो पेटीमा बिचरा त्यो यहाँ लाग्यो नि, यो टिम्बामा लाग्यो। अब हे भगवान, आँखै अगाडि यस्तो भयो। अरूलाई चोटपटक लाग्यो होला यहाँ कति। खोइ त एम्बुलेन्स गाडी, खोइ पुलिसलाई त फोन भएको छ। अवस्था यस्तै छ पसलको। यहाँ ठ्याक्कै यो डिलमा लागेछ। यहाँबाट त बिचरा सानो बच्चा त अनि कहाँ हुन्छ त? अनि भित्र यहाँ यसरी उभिरहेको थियो, पछाडिबाट ड्याममा दिएर अनि यहाँ बच्चा त त्यो त यस्तो पछाडि अगाडि यो पर्यो अनि कोखामा ठ्याक्कै यस्तो भयो। फोन त भइसकेको छ पुलिसलाई। अब तुरुन्तै आउनुहुन्छ होला। खै अब बच्चालाई बचाउन सक्ने सम्भावनै छैन। उसको त यहाँ सबै अनएक्सपेक्टेड एकैचोटि गयो के यो यस्तो ठाउँमा यस्तो छ। हे भगवान, कस्तो यार, के भन्ने के नभन्ने अब।
कसलाई के भयो त ओहो यता बिहोस भयो क्या काका के भयो पुलिसलाई कुरो भइएन दाइ मैले त महिलाले उठाए हुन्छ आउँछु भनेको फोन उठाउँदैन हेर्नु म कस्तो गाह्रो छ अब एम्बुलेन्स ल्याएर नि सम्भव छ त नारायण सर त्यही त बिचरा हो छ नि यहाँ अरूले नि चोटपटक लागेको छ कि यहाँ सोध्नै नसके उहाँ र म सँगै थियो झन् मलाई नि हेट यार के भन्ने अब पहिलोचोटि यस्तो घटना घट्यो यहाँ मैले त पटक पटक कुरा गरिरहेको छु गाडी घोडाले एकदमै यहाँ चाहिँ अब बजार एरियामा चाहिँ लापरवाही चलायो विचार भर्खर मात्रै मेरो पसलमा सामान किनेर कुरा गरेर निस्केको यो बच्चा अनि दिलबार दाइरा मैले त सोचेको क्या हामीले त सोचेको ब्याक गरेर मेरो पसलमा आउँला यो गाडी यो चलाइ त्यस्तै लापरवाही रहेछ नयाँ ड्राइभर छ जस्तो लागेको पछि त यहाँ त एकैछिनमा त्यस्तो भयो मिलन अगाडि हो त कोला बिचरा मिलन अगाडि नि भ्राजी के त्यो त अब त्यो बाँध्ने चान्सै छैन एकैचोटि पऱ्यो क्या झ्याप्पै यस्तोमा पऱ्यो यताबाट नि ठेल्यो उता हामी त उता घरमा थियो नि ऊ दिलबार दाइरा म थियो गाडी त ब्याक गरेर आउँला जस्तो त लागेको थियो मलाई हेट भगवान् अब केही हुनै छैन अब त बिचार अब के गर्ने त अब नानी त अब गयो नानी आँखै अगाडि गयो अब टेन्सन नगर्नु बिचरा कस्तो सोच्नु सक्दैन नानी यो त भन्नै सक्दैन अब गइसक्यो बिचरा अब के गर्नु अब आँखै अगाडि भर्खर मात्रै बोलेको थियो बिचरा र नरु नानी नरुनु भयो अब यस्तो नगर्नु भयो के गर्ने त यसलाई छोपिदिनु न केहीले खै सलहरू छैन सल छैन नानी सलले छोपौँ न केहीले है यस्तो नगरौँ अब जे हुने भइसक्यो नानी यो त सोच के भन्नु कस्तो के भन्नु नि भर्खर मात्र बोलेको ल के भन्ने अब ए भगवान् खोइ त गाडी घोडा अब के कुरै भएन कस्तो बिजोग भयो म त के बोल्नै सकेन यो चाहिँ हाम्रो यो गोलमटारको गाडी हो अब चलाउने ड्राइभर चाहिँ नयाँ हाम्रो कोलन्जरको अटो चलाउने के अरे नाम तीर्थबहादुर के अरे तीर्थबहादुर तीर्थ तामाङजीले चाहिँ अब यो गाडी अब उहाँलाई आज कहाँबाट जुर्यो अब गाडी झन्नै यहाँ पसलमा झारेको लास्टमा यता आउँदा त यहाँ बच्चा र गाडी र पसल समेत यस्तो भयो चाहिँ यहीँ उभिएर सामान किन्दै हुनुहुन्थ्यो उहाँहरू सबैजना आँखै अगाडि हामी त पसलमा उता थियो अब यता आउँदा त छैन त्यो दिनै नहुने कस्तो तपाईँले यसपालि उनै कस्तो दशा लाग्यो हट्टेर पटक पटक अब यो आँखै अगाडि बिचरा त्यो बच्चालाई यही पसलै अगाडि हामी उभिएर सामान किन्दै थियो पछाडिबाट चाहिँ घुमाएछ ड्याममा यहाँ बस्दा बस्दै पसलको अवस्था नि यस्तो बनायो ठेलेर त्यो बच्चा यस्तो रोडमा परेछ अब यहाँबाट ड्याङ्गै लागिहाल्यो हट कस्तो भर्खर मात्र मेरो पसलमा गफ गरेर निस्केको मैले नि जिस बच्चा आमा त्यो बहिनी पनि क्या यो सामानै उता सर्यो सबै अनि त्यो नि हो नि अरूलाई नि चोटपटक लागेको छ खोइ कुरा सबै एम्बुलेन्स भएको छ भने बेला केही आएकै छैन एम्बुलेन्स आएर के गर्ने खड्का सर पहिला अहिले सबैजनाको फोन उठाउन सकिरहेको छैन यति बेला कस्तो ए त्यस्तो अहिले उ गरौँ त्यसलाई बचाउनु त
अहिले फेरि अरू जे गर्ने गर्छ क्या अहिले त्यो हानेर समाज कस्तो आँखै अगाडि दाइ यस्तो भयो त म त सोचै सकेन यार पुलिस नआइकन अब यो उ गर्न मिल्दैन होला अब अरूलाई पनि चोटपटक त लागेको छ गाडी लापरवाही कुदाएको छ यो बजार बिचमा हामी उता पसलमा थियो चलाउने हो हाम्रो अटोवालाले ल्याएर ऊ पसलको हालत हेर्नु नि त्यहाँ ठोकाएर पसलको सामान त्यहाँ भयो मान्छे सामान किन्दै थियो किन्दै त्यो उता ठेलेरै गयो कि बाटोमा थियो कि त्यो आफै ठेलेको बाटोमा होइन हामी त यहाँ बाटोमा कहाँ हुनु यहाँ त सामान किन्दै थियो नि मान्छे यसरी आएपछि पसल हेर्नु न हालत यस्तो भएको छ ए ल उनीहरू पुलिस आउँछ अब एकछिनमा त्यसपछि बिचरा जिन्दगी उसको त ठाउँको ठाउँ गयो नि बच्चा त के भन्ने यार कस्तो बिरामी त लानु पर्ने बच्चा त छैन अब त बच्चा त सबै यस्तो निस्किया छ अनि यस्तोमै परेछ यो रोडमा अनि पसलमा सामान किन्दा ठेलेर बिचरा दान ऊ सामान्य अवस्था ऊ अटो चलाउने ऊ तित बहादुरलाई कारण छ भर्खर मात्र यस्तोमा लागेछ यो त आँगा खान फोन उडाइ तेम रिमाउँथ्यो अनि थत्त यार अब अरूलाई चोटपट लागेछ बच्चा त अब ठाउँको ठाउँ मरि ऊ भइहाल्यो डेड भइहाल्यो खै पुलिस आएन खै त थत्त यार बिजो घटना घट्यो यार खै पुलिसलाई फोन गरेको आउँदैन अहिलेसम्म मान्छे हेर्नु बच्चा ठाउँको ठाउँ यी गाडी यसरी लापरवाही आएछ क्या ए आरो खै त पुलिस कहाँ गयो क्या बोलाएको नि भनेको हेत त झगडा गरेपछि खै खडा खै पुलिस हेत त यति बेला अघिदेखि फोन गरिरहेको छु खोइ फोनै उठाउनुहुन्न 100 नम्बरमा फोन गरेर भनेको अहिलेसम्म आउनु भएको छैन ल 10-15-20 मिनट भइसक्यो यहाँ झगडा भएर अर्को घटना होला भने डर भइसक्यो फेरि कहाँ सबै सामानै भित्र छिरे मान्छे यहाँ उभिएर सामान किन्दै थियो अनि खोइ कहाँ गयो यार यो खड्का दाइ पनि ए भगवान कस्तो नसोचे घटना कसैले अगाडि यस्तो घटना घट्यो खोइ फोन उठाएन आएन आउँदै कस्तो ढिलो गरे त है खट्ट त्यो होला र बिरामीहरूलाई लिएर जाउँला भनेको फेरि अहिले हामीले उ गरेर पनि हुँदैन फेरि त्यही त भनेको थट्ट भर्खर मात्र बोल्दै भनेको बोलाइसक्यो सबै कुरा भइसक्यो अब आउँदै हुनुहुन्छ उहाँहरू पनि अब थत्त रुवाबासी भयो एकैछिनमा ए भगवान कस्तो घटना घट्यो के भन्ने अब यति बेला छ्या यार यो कस्तो बिचरा कहिले आउने बच्चा पनि होइन फेरि हप्ताको एक टाइम मात्रै आउँथ्यो तिनी आज अघि भर्खर मैले मसँगै बोलेको निस्केको ठ्याक्कै यहाँ सामान किन्न आएछ अरूलाई नि चोटपटक लागेको छ कति धेरै अरूलाई चोटपटक लागेको छ नि बाजे अरूलाई पनि बिरामी छ कहाँ ऊ भित्र थियो ऊ त धन्न बचेछ त्यहाँ न कुर्ची र ऊ बिचरा आँखै अगाडि बच्चा त्यस्तो भयो खट्ट भगवान के गर्ने स्थिति केही सोच्ने स्थिति नै भएन यार त खट्ट यार बच्चा लापरवाही त होइन क्या बच्चा त भर्खर बिचरा त्यहाँबाट आएको यो गाडीले लापरवाही गरे के
अटो चलाउनेले गाडी चलाएको त्यो पनि मलाई त त्यहाँ लागिरहेको थियो ब्याक गरेर ओहो हाम्रो पसलमा झर्ला यो गाडी भन्ने त भइरहेको थियो डेलिभर दाएर म थियो पछि यहाँ त रुवाबासी गाडीले मान्छे हान्यो भन्ने हो अनि कुदेर आउँदा छैन त्यही त बिचरा नि किन यस्तो भयो भगवान् हो त बिचरा उसको त एउटै त बाबु हो अनि कस्तो आँखै अगाडि यस्तो घटना घट्यो त त्यही त के गर्ने त यस्तो पुलिसले कति ढिलो गर्यो के अब यहाँ आएर अरूलाई पनि चोटपट लागेको छ लिएर जाउँ भनेको यहाँ फेरि अर्कै लफडा नानी छैन ठाउँको ठाउँमै गयो नि दिदी यस्तो समस्या हजुर तापमा एकछिन ल यहाँ उठ्यो अरू खावन ल त्यहाँ अब कस्तो सोच्नै नसक्ने घटना घट्यो मिलेन अगाडि होस् त हजुर होस् उसकै गाडीले त्यस्तो भयो दुईजना गाडी कस्तो ढिलो गर्यो त्यो बच्चा त अनएक्सपेक्टेड ठाउँको ठाउँ गयो नि बिचरा अब यार नसोचेकै घटना भयो आँखै अगाडि के भन्ने यस्तो अब बिचरा अब कति ढिलो गरेको यार पुलिसले पनि आज कति टाइम भइसक्यो फोन गरेको बच्चा त गयो नि दाइ ठाउँको ठाउँ पसलमा सामान किन्दै थियो ठाउँको ठाउँ त्यसो त्यही त झट्ट बिचरा भगवान् कस्तो यस्तो घटना घट्यो बिचरा कति ढिलो गरेको यार त्यो पुलिसहरूले पनि अघिदेखि मैले सुरुमै त्यही त मैले 100 नम्बरमा फोन गरेर रामेछापमा तुरुन्त खबर गरिदिने यहाँ च्यासकोमा यस्तो घटना भयो नयाँ गाडीले यस्तो गर्यो ड्राइभरले यस्तो भनेको खोइ एम्बुलेन्स आइसक्यो गाडी आउँदैन यहाँ मान्छे सामान किन्दै थियो पछाडिबाट ड्याममै यस्तो कुर्ची नै यस्तो भयो सबै काचो कुचो सामान किन्दै थियो यसरी हुत्तिएर आएछ क्या उताबाट खातमी हो खातमी बच्चा त बिचार भर्खर मसँग बोलेर यहाँ आएको त्यो बच्चा हामी त तिनै थियो मान्छे मारे मारे भन्दा पो कुदेर आउँदा त छैन बच्चा त ठाउँको ठाउँ यो सबै निस्केर ऊ यहाँ काइला दाइहरू हुनुहुन्थ्यो उहाँहरू यहाँ सामान किन्दै थियो यसरी ठेलेर आएपछि यो त उता गएको अनि हेर्नु नि यहाँ अवस्था कस्तो नआएको टाइममा त्यही त भने अहिले हो मैले अघि नै 100 नम्बरमा फोन मान्छे यहाँ बिहोस होला जस्तो भइसक्यो झन् यो मान्छे सामान किन्दै थियो उताबाट ड्याममा उसले अब नानी त गयो नि अब ठाउँको ठाउँ गयो हामी त उताबाट यहाँ आउँदै मान्छे मार्यो भने कुदेर हेरेर आउँदा छैन पेटबाट सबै निस्किसकेको थियो अनि नआइकन लान मिल्दैन बच्चा त ठाउँ ठाउँ गयो नि अब
जन्तियो पनि मर्यो भने फेरि सबै जान्छ होइन खत भगवान खत्तम दिन त तिनी यहाँ मान्छे सामान किन्दै थियो मेरो पसलबाट सामान किनेर मैले नि बोलेको बच्चासँग जिस्काएर बोलेको थियो यहाँ सामान किन्दै थियो यताबाट पछाडिबाट यसो ठेलेछ बिचरा त्यो बच्चालाई यस्तो पेटीमा कहाँ पर्यो रडमा अनि ड्याममा त्यो त यस्तो उनै निस्क्यो क्या यस्तो पेटमै निस्केर यहाँ कस्तो घ्याप्पै पर्यो अरूलाई पनि चोटपटक लागेको छ त्यहाँ ऊ त्यो लानुपर्ने यहाँ पुलिस नआइकन नमिल्ने अब त्यो नानी त बाँच्दैन नानी त गयो अघि नै सुरुमै गएको त्यो त अब गइहाल्यो त्यो कुटेर पनि भयो कि त्यो दिन जान्छ फट बेसी अटो चलाउन ठेलाहरू 10 माथि घेर्ला नि चाहिँ कस्तो उसले अटो चलाउनलाई गाडी चलाउनु पर्ने ऊ यो आफ्नो होस् त नि खाँदै ठोक्छ सटरै त्यस्तरी बङ्ग्याइदियो अनि सबै फोन गरेको छ नि अघि नै खोइ आउँदैन कति टाइम भइसक्यो कहाँ हुनु हाम्रो बाबुलालको परको चाहिँ माइलाको चाहिँ नाति चाहिँ हो त यार तेल विषय कहाँ जुधेको मान्छे यहाँ सामान किन्दै थियो यताबाट त्यो गाडी आएर ऊ यहाँ हेर्नु न यो टिममै रड किन्ने गरेर चाहिँ मान्छे किन्दै थियो यस्तो गरेर पेलेपछि त हेर्नु न सामानको अवस्था उता भयो यो नभए त मान्छे अरूलाई कति चोटपटक लागेको छ हामी त उतै थियो भर खोइ त आइसन भयो ल उहाँहरू आइसन भयो खोइ हाम्रो वडा सदस्यज्यू कता हुनुहुन्छ यार यो त अरू सबै हट्नु त अलिअलि बच्चा हे भगवान हत्त थत्त आमालाई लानु पर्दैन आमालाई लानु पर्थ्यो यार आमाले लानु पर्थ्यो बच्चाको आमालाई लानु पर्दैन त्यही त उता पनि त्यही त लानु पर्छ नि उसलाई आमा अनि बच्चा मात्र लगेर हुँदैन नि त त्यही त भगवान खत्त दिन कति बेला आउँछ यार अर्को गाडी त्यहाँ हेर्नु न सटरको अवस्था कस्तो छ फेरि यो त भएन अब जे हुने त भइसक्यो त्यही त त्यही त त्यो चाहिँ त्यही त त्यति किन उचालेको त लास्ट चाहिँ भगवान लास्ट त लानु नहुने थियो नि त होइन त्यो त पुरा नउठाइ त्यही त त्यो गर्नु हुँदैन थियो त्यही त भनेको त
त्यही त भनेको त कस्तो यार सोध्दै नसोचेको घटनाबाट ए भगवान् यहाँ सबै कस्तो यार थेत्त म केही बोल्नु सक्दिनँ यार बिचरा अब यो त के नानी भयो अब नरु कन्ट्रोल गर्नु आफूले कन्ट्रोल गर्नु कस्तो यार थेत्त माने एम्बुलेन्स लगेर गयो बच्चा टिपेर गयो आमा यतै छ खोइ त्यतिकै टिप्नु हुँदैन थियो अब के भन्नु ऊ आफैले उठाएको नि आफैले उठाएर हालिदिएको हुनसक्ने मान्छे हो तपाईँलाई लास्ट डेट बढी यहाँको चाहिँ आफन्तलाई नसोधिकन तपाईँ एम्बुलेन्समा उठाउन पाइन्छ त्यो चाहिँ पाइँदैन अब त्यो कहाँको नियम हो तपाईँको नेपाल सरकारको कहाँको नियम छ त्यो हतार गर्ने त्यो चाहिँ हतार गरेर त्यही त भने त हो नि त्यही त भनेको त बिचरा हट त्यो नसोधिकन त्यसरी उठाउनै मिल्दैन ऊ आफैले उठाउनु भयो ड्राइभरलाई पनि हालेर पठाएछ भने हो त्यही त भने ऊ आफैले उठाएर हालेर बिचरा कस्तो आँखै अगाडि यस्तो भयो नानी भयो लु भयो यो होस् क्या अहिले यत्तिकै होस् थत्तर ए भगवान् हत्त थत् आँखै अगाडि यस्तो भयो आमा केही सोच्नै सकेन त्यही त भनेको त त्यही त भनेको त त्यो आफ्नै खुसीले बच्चा ट्याप उचालेर हालेर हिँडे कुदाइहाल्यो नि त्यो भन्नु पर्दैन थियो यहाँ हामी थिएन कहाँ हेर्नु न यो सटरै बङ्गिने गरी हानेछ त्यहाँ कहाँ हुनु यत्रो गाडीले झन्नै मेरो पसलतिर यो ब्याग गर्दा झन् हाम्रो पसलमा झरेन मैले त यो नयाँ ड्राइभर आएको छ गाडी झार्छ क्या भने डराएको पछि त यहाँ मान्छे मारे भन्ने आयो हट्टेर ओ एम्बुलेन्स चढाएर कुदाइछ खत्त दस छ हो जो सटरको अवस्था तेल बिसी जान्छ यहाँ सामान किन्दै थियो किन्दा उसले चाहिँ यसरी घ्वाप्प ल्याएर चाहिँ उहाँ ठेलेर नानी त कहाँ बाटोमा हुनु उही नै थियो सामान किन्दै थियो आमासँग मसँग त त्यहाँ बोलेर आएको त्यो बच्चा बिचरा कस्तो एकैछिनमा हेर्नु आफ्नो सन्तान गुमाउनु परेन त कति दुःख गरेर बिचरा भर्खर मसँग नि बोलेको मैले नि ठट्टा गरेको उसलाई गफ गरेको अनि इसो ठ्याक्क सामान खाउँथ्यो र एकछिन दिन कोलमी त्यही त विषय रोके गाडी ऊ आफैले चाबी लिएर चाहिँ घुमाएर हिँडेछ क्या ड्राइभर त साउथ पर कोठा उसमै रहेछ टिकालालकै होटलमा रहेछ त्यही त भनेको त बिचरा हो आँखै अगाडि यस्तो भएको घटना
कहाँ अनि कहाँ म त त्यो पसलमै थियो अनि त्यहाँ पनि ब्याक गरेर आउला जस्तो भएको थियो हामी डरायो होइन यो गाडीले हान्छ के ब्याक गऱ्यो भने हाम्रो पसल उठ्छ भनेको यहाँ त मान्छे मार्यो भन्ने खबर सुन्यो कुदिएर निस्किँदा त बच्चा छैन यो अब यो सबै यो एकैछिनमा रक्तमै भइहाल्यो यो कुला पुरिनु अब त्यो सटरै त्यस्तो बङ्गेको छ पुरै रटै सामान किन्दै थियो आमा छोरी उनीहरूको अनि पछाडिबाट हुत्याएरै अवस्था यस्तो भयो आमालाई पनि थाहा छ अनि त बिचरा खै के भन्ने अब सटरको अवस्था त यस्तो बनाएको छ धन्न यहाँ अरूलाई पनि चोटपटक लागेको छ हात खुट्टा चोटपटक भएको छ नि त्यतिकै हो सब बिचरा हेर्नु हेर्दा हेर्दै त्यस्तो भयो ए भाइ के भन्ने कस्तो सोच्नै नसक्ने घटना भयो आँखै अगाडि एकैछिनमै तनाव त्यही त त्यसलाई सल्लाह नगरिकन त्यसरी उठाउनु नहुने थियो एम्बुलेन्स लिएर कुदाइहाल्यो नि उ त त्यही त भनेको त ऊ आफैले उचालेर क्लब हालिहाल्यो अनि गल्ती हो नि पुलिसको गल्ती हो नि त्यही त रिपोर्ट गर्नु पर्थ्यो हेर्नु पर्थ्यो अवस्था आँखै अगाडि यस्तो घटना घट्यो म त सोच्नै सकेन अनि डिलबर दाइ र म त्यहाँ मेरै पसलमा थियो यो गाडी ड्राइभर नयाँ आएको छ भन्थ्यो गाडी ब्याक गरेर यता हाम्रो पसलमा झार्लै भने म त डराएको अनि पछि स्वाट्टै अगाडि बढाएर स्पिड भयो क्या यो पसलमा दिनु यो त हुतिएर गएको त्यो सटरै बङ्गिया छ भने चाहिँ कति हाने र स्पिडमा अरूलाई पनि चोटपटक लागेको छ नि उसको आन्टीहरूलाई त्यहाँ त एम्बुलेन्स लगिसक्यो ल गल्ती भन्ने हुन्थ्यो त्यो त यहीँ पसलमा बिचरा त्यो त्यस्तो खाले बच्चै छैन त्यो भर्खरको बच्चा बिचरा चिन्दैन अब आन्टीले चिन्नुहुन्न भगवान् बिचरा उसको एकैछिनमा कोखरी थिएन त हुँदैन थियो कहाँ यस्तोमै लागेर यो त अब त्यो कम्बरबाट त्यो नै निस्किएको छ सबै एकैछिनमा गइहाल्यो नि त ठाउँको ठाउँमै बिचरा आमालाई कति पीडा भयो पुलिसले च्याप चिपेर आफैले हालेर कुदाइहाल्यो अनि के भन्नु आफै बाटो भएर हाल्न चाहिँ हुँदैन थियो अवस्था बुझ्नु पर्थ्यो पहिला घाइते चाहिँ कुदाउनु पर्थ्यो हाम्रो कोलन्जरको त्यो अटो चलाउनेले त्यसकै गाडीले हाने उसले चाहिँ हानेको गाडीले होइन बोल त्यो साउ भित्र रहेछ उसले म चलाउँछु एकछिन भनेर चाबी लिएर आफै कुदाएर हिँडेछ यता अनि उता ब्याक गरेर खुलाप छिराइदिएछ पसलभित्र यो सबै कुराको जानकारी अहिले मैले रिप्लाई दिन सक्दिनँ तपाईँहरू सबैलाई अब यो लाइभ मात्रै देखाएको मैले अब यो यस्तो घटना घट्यो सोच्नै नसक्ने घटना घट्यो म त आँखै अगाडि यस्तो भयो के भन्नु सबैसँग कुरा भयो फोन भयो बिरामीलाई तुरुन्तै हस्पिटल पुर्याएको छ अब घटना त घटनास्थलमै सानो एउटा बाबुको चाहिँ घटना घट्यो
त्यही त लानु हुँदैन थियो बिचरा हेर्नु त्यही त के भन्छ पुलिसले ऊ चाहिँ गयो त फेरि चाबी खोइ रे त चाबी होइन त्यसै मलाई लाग्छ यहाँ पहिला गाडीवाला भाग्ला त्यही त हो नि हो के भन्ने हो त्यही त छुनै नहुने क्या त्यही त उचाल्नै नहुने उसले अनि रिपोर्ट दिनु ऊ आफैले उचाले हाले होइन त खट्ट भगवान् कस्तो उल्टो त गरे त आइसक्यो त्यही त भने त्यही त भनेको आफ्नो खुसीले उचाल्न नि मिल्दैन थियो नि त बिचरा यार ठान्ड्रा भाइ टाढो यार बिचरा कहाँ हुनु गाडीको ठक्करले हाम्रै आँखा अगाडि त्यस्तो भयो क्या अनि पुलिसले चाहिँ त्यो बच्चाले च्याप टिपेर हाल्यो बिरामी त होइन ऊ त अगाडि नै अनएक्सपेक्टेडै ठाउँको ठाउँमै गएको क्या बच्चा चाहिँ फेरि पुलिसले को आफ्नो गल्ती छ क्या उसले त रिपोर्ट नगरिकन त्यत्तिकै बच्चा उचालेर हाल्नु हुँदैन थियो अब बच्चा अनएक्सपेक्टेड अगाडि नै डेड भइसकेको थियो बच्चाको आमा बिचरा त्यहाँ अब अवस्था त्यस्तो छ हजुर चिल्चुली यार त्यही त भने यार आब हो बुवा हो होइन आफन्त ए अनि त्यो भयो त्यो त सही कुरा हो नि होइन त्यो नगरिकन त्यसरी लानु चाहिँ हुँदैन थियो क्या बच्चा त अगाडि नै भइसकेको थियो अनि
त्यही त भनेर हान्नु त हुँदैन त्यो सोच्नु हुँदैन त्यस्तो गर्नु हुँदैन अब बच्चाको विकल्प छैन अब उनीहरूलाई चाहिँ लानु पठाउनु पर्छ के बच्चाको विकल्प छैन अब के गर्दा ठिक हुन्छ अब उ गर्नु पर्यो सल्लाह गरेर यसरी उ गरेर बस्नु भएन क्या अब त्यही त आँखै अगाडि बिहोस हुनु भगवान् बिमारी त पुर्याइसक्यो खोइ एम्बुलेन्स फर्काएर लिएर आयो क्या फेरि त्यो त ल्यायो ठिकै छ अब होइन नि उहाँ हाम्रो अर्को खड्को मगरको मेरो पसल त त्यो मुनि हो त्यहाँ पनि झन् ब्याक गरेर गाडी आएको नि म त डर शङ्का त लागेको थियो गाडीले ओहो ब्याक गरेन यो घर त उडाउँछ है भनेको यार मिलेन अगाडि होस् त अरू पनि बिरामी हुनु के हो तपाईँको शैली त्यो शैली मिल्यो तपाईँलाई धेरै अगाडिदेखि निगरानी गरेको थियो हेर्नुहोस् तपाईँको शैली अब त्यही त लास उठाउनु हुँदैन थियो अब उहाँको त्यो त त्यही त त्यो त कागज गर्नु पर्यो नि पहिला यहाँ उ गर्नु पर्यो ड्राइभर अर्डर गाडीकै गर्छु अटो ड्राइभर पठाइदिएर क्या एम्बुलेन्समा पठाइसक्यो हात चाहिँ हाल्नु हुँदैन है त्यो नारायणजी भन्नु चाहिँ गल्ती त उसकै गल्ती छ नि त्यो त कागज आफैले उचालेर हालेको थियो हो त्यही त भने गल्ती छ नि उसको सरासर गल्ती छ नि पुलिसको कागज नगरिकन त्यतिकै अनि टिपोट ड्राइभर गइसक्यो कहाँ गएको भगवान
बिरुको उठाएर त्यो राख्नु नि गल्ती हो कि त्यही बनाउनु बिहोस होला जस्तो भइसक्यो मान्छे यार यो चाहिँ पठाउनु पर्यो क्या बिचरा हेप्त यार आँखै अगाडि के देख्नु पर्यो भगवान् म यो समय कसैको फोन रिसिभ गर्न सक्दिनँ ल एकदम म सरी माग्छु सबैजनालाई अनुमति बिना त्यसरी उतालेर लानु हुँदैन थियो क्या बच्चालाई त्यसरी लानु हुँदैन थियो उता हात नहाल्नुहोस् है तामा के हो यस्तो के देख्नु पर्यो यस्तो बिचरा ठाउँको ठाउँमै यस्तो भयो बिचरा उसको आँखै अगाडि त्यस्तो भयो आमा यहाँ सटर हेर्नु न सटरको अवस्था यहाँ बङ्गेको ए नारायण सर त्यो अरू बिरामीहरूलाई चाहिँ लिएर जानु पर्थ्यो कि उसको आमाहरूलाई पठाउनु पर्थ्यो यहाँ फेरि बिहोस होला कि रोएर एम्बुलेन्स खाली होला त त्यो पठाइदिउँ न उनीहरूलाई अनि त्यो सँगसँगै अब यो कुरा गरेर यो पनि पठाउनु पाए हुन्थ्यो अब त्यो त उनीहरूलाई पठाउनु पर्थ्यो क्या रोएर बिहोस होला बिचरा अब यो कस्तो गाह्रो भएको छ अब बिरामी उसको आमाहरूलाई पठाइदिउँ न बिरामी र उसको आमाहरूलाई पठाइदिउँ के आमा हजुर आमाहरू ढोक बोल्न सक्ने मान्छे को गएको छ खड्ग नारायण गइसक्यो ए ल ल ल अरू कोही छ भने पठाउनु पर्छ है उता नि मान्छे चाहिन्छ कि त्यही त अरू को छ खोइ अरू जान्ने को छ हाम्रो टोल एकजना पठाइदिउँ न अरू कोही प्लस गरेर बिहोस होला क्या एकजना पठाउन अरू एकजना अरू पठाउनु पर्थ्यो नि आँखै अगाडि यस्तो ल पठाऊ 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 के सामान छ घर लाग्दो मान्छे पठाउनु दुईटा जति तपाईँ जाने हो
लु तपाईँ जानु उता जानु फेरि उता नि बिहोस होला रोको रोकै छ अब यो कस्तो गाह्रो भइरहेछ उसलाई भरलाग्दो मान्छे दुईटा जति पढ्नु पाए हुन्थ्यो उता पनि बाबुलाल मामा जानु भएको छ एउटा बाबुलाल मामा त जानु भएको छ बुढा ठिक भयो अब थाहा छ बिचरा यहाँ रुँदा रुँदै अब बिहोस होला भन्ने भयो अरू पनि समस्या भयो होला गाडीमा अब यहाँ चोटपटक लागेको छ अब कस्तो के भयो खाजान लागेको चाबी चाहिँ ऊ आफै छिरेर म एकछिन कुदाउँछु भनेर अनि मेरो पसलमा बिहा गर्दा झन्नै झरेको मैले त शङ्का लाग्यो नयाँ ड्राइभर आज जस्तो लागेको थियो गाडी पक्कै झार्छ क्या भनेर डराएको डिलबार दाइ र म थियो यहाँ अनि पछि त्यहाँ मान्छे मारे भन्ने कुरो हामी त फुत्तै निस्केको छैन बच्चा त अब त्यो सटरको अवस्था त्यस्तो छ त्यो त आँखै अगाडि त्यस्तो गर्नु ऊ यहाँ यही सटर हेर्नु टेबल कुर्सी त्यहाँ के छ अवस्था त्यो सबै उता ठेलो धन्न खड्का दाइ अलिकतिले बचिएछ यता चेपमा परेर पछि फेरि अनि ए यसरी कुदा स्पिड भएछ कि बढी स्पिड भएछ यहीँको यहीँमा ब्याक गरेको यहीँको यहीँ नै यहीँ गएछ क्या यार के भन्ने अब कस्तो आँखै अगाडि यस्तो गर्नु तब हुन्छ यो भर्खर अटो चलाउनेले गाडी चलाएको गाडी हातमा पर्यो हात पर्ने बित्तिकै स्पिड भएछ मान्छे त्यहाँ सामान किन्दै थियो पछाडिबाट ड्याममा दियो त्यो सटरको हालत पनि त्यस्तो भयो पसलमा सामान किन्दा किन्दै अब त्यहाँ त्यस्तो भयो नानी त अब त्यो ठाउँको ठाउँ नै स्पिड बढी भयो त्यो त रोडमै पर्यो बिचरा हामीले त कुरा गरेको दाइ यो नयाँ ड्राइभर रहेछ यसले ब्याक गरेर हाम्रो पसलमा झार्लै भनेको यता त कुरा गरेको सिद्धेकै थिएन यहाँ त उ गऱ्यो भने दाइरा म कुदेर आएको हुन्छ माम ल जाउँ कस्तो हेट्ट च्यासको बजारमा नसोचेको घटना घट्यो झन्नै गाडी यता ब्याक गर्दा खसेको